नमस्कार सबैजनालाई। म चाहिँ हाम्रो आज पोल्ट्री फार्ममा चाहिँ प्रवेश गरिसकेको छु। यो हाम्रो पोल्ट्री फार्म धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 राउलडाँडामा रहेको छ। तपाईहरुलाई सुरुकै स्टेपमा मैले के देखाउन चाहन्छु भने यहाँ लिचीको बोटहरू छ, टन्न लिची फलिरहेको छ लगायत। अब हाम्रो यो फर्म प्रवेश गरिसकेका छौँ। यो फर्मको सुरुमै तपाईले स्टेप देखाउन चाहन्छु। यो हाम्रो यो भण्डारण स्टोर ठाउँ लगायत सँगसँगै तपाईले मकैहरू पनि देख्न सक्नुहुन्छ। सँगसँगै अब हाम्रो पहिलो स्टेपको 3वटा फर्महरू छ। यो एउटा, यो एउटा र अर्को तल गरेर 3वटा फर्म रहेको छ। अनि यो हाम्रो मेरो पछाडि रहेको स्टोर हो, तपाईले देख्न सक्नुहुन्छ। यो एउटा फर्म, यो अर्को र माथिको अर्को गरेर 3वटा फर्म रहेको छ। साथै आज हाम्रो खोरमा आज 22 दिनको कुखुरा भएको छ। 22 दिनको कुखुरा भइरहेको छ, देख्न सक्नुहुन्छ। 22 दिनको कुखुरा आज यो बीचको खोर रहेको छ। अनि योभन्दा तल अर्को खोर, योभन्दाको माथि एउटा रहेको छ। अनि यो अटो ड्रिङ्क पानीको लागि चाहिँ यो अटो ड्रिङ्क हामीले ड्रम राखेका छौँ। र अनि यो एउटा माथिको खोर रहेको छ। अनि यो एउटा तल हरियाली वातावरण। अब जेठ लाग्दैछ, वैशाखमा पानी परेर हल्का चट्टाङहरू पनि आउने गरेको छ। तपाईले नि यो पोल्ट्री फार्म भिजिट गर्नुहुन्छ भने मलेखु बाट कम्तीमा 7 किलोमिटर भित्र मलेखु खोलाको सिधै आउनुभयो भने यो हाम्रो पोल्ट्री फार्म रुक्मिली कृषि तथा पशुपन्छी फार्म भनेर तपाईले भेट्न सक्नुहुन्छ। यसको लागि हाम्रो होर्डिङ बोर्ड नै छ यहाँ।